नमस्कार सबैमा। म चाहिँ दिपक राई। आज चाहिँ मैले सानो इन्फर्मेसन लिएर आएको छु तपाईँहरू सामु। यो चाहिँ अनाथ नसोचिदिनु होला, मैले यो भिडियो चाहिँ टिकटकबाट उठाएको भिडियो हो र मलाई राम्रो लाग्यो यो भिडियो, त्यही भएर पनि मैले यसलाई सानो एडिट गरेर तपाईँहरू सामु देखाउन खोजिरहेको छु। प्राय हाम्रो गाउँघरमा चाहिँ बुढापाकाहरू नभएर भर्खरको दरौले बरौलेहरूले पनि खाने गर्छ खैनी। अनि खैनी मार्नलाई त्यो चुना भन्ने हुन्छ सेतो, र त्यो चुना चाहिँ कसरी बनाउँदो रहेछ र के को बन्दो रहेछ भन्ने कुराको भिडियो मैले तपाईँहरूलाई देखाउन खोजिरहेको छु र हेरिदिनु होला, फुल भिडियो हेरिदिनु होला। र यसलाई यो मलाई पनि एक्ज्याक्ट त थाहा भएन यो के को फल हो। अनि यसरी धुने रहेछ, धोएर लगेर चाहिँ त्यो आगो माथि दाउरा माथि यसरी लगाइँदो रहेछ, लगाएर अनि यसलाई जलाउने, अनि जलाएर पुरै जलाएर यसको खरानी भएपछि चाहिँ यसरी जलाइँदो रहेछ। यसरी जलाएपछि भरे यो खरानी हुन्छ। किनभने मैले त यो भिडियो पुरा हेरिसकेको छु, त्यो कारणले मैले चाहिँ बोलिरहेको छु खरानी हुन्छ भनेर। तपाईँहरूले त हेर्नुपर्छ के हुन्छ भन्ने कुरा। यसरी यो जलाइन्छ यो भट्टीमा हालेर, त्यसपछि चाहिँ यो यस्तो सेतो हुन्छ हैन, यो खरानी भयो। यो खरानी भएपछि चाहिँ यसरी उठाएर एउटा खुल्ला ठाउँमा लगेर राखिँदो रहेछ। त्यस पछाडि यही खरानीलाई चाहिँ यसरी बोरामा हालिन्छ। उठाएर बोरामा हाले पछाडि यो धुलोलाई यसरी मिसिनमा हालिन्छ। त्यसपछि मिसिनमा घोलिन्छ। यो मेरो पहिलो प्रयास हो। भिडियो कस्तो भयो र कस्तो मैले तपाईहरु सामु दिन खोजेको इन्फर्मेसन कस्तो लाग्यो, यसको जानकारी दिनु होला। कहीँ टुटी फुटी भए पनि सचाउने मौका दिनु होला। अनि सब्स्क्राइब गरिदिनु होला मेरो नयाँ च्यानललाई। मेरो सानो प्रयास हो, कोसिस हो। मेरो कोसिसलाई स्वीकार दिनु होला। धन्यवाद। सबैको दिन खुसी रहोस् र खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्। धन्यवाद।